हेलो गाइस, वेलकम टु माई न्यू मिनी ब्लग, छोटो मिठो ब्लग क्या होइन। आयो सबैजना सन्चै हुन्छ होला, म पनि सन्चै छु होइन। अनि आज चाहिँ रात पर्न आँटिसकेको छ होइन। 2 दिन भयो क्या लगातार पानी परेको। हिजो चाहिँ बेलुका बेलुकाखेरि हल्का गाडाङगुडुङ गऱ्यो अनि हावा चलेर हल्का पानी पऱ्यो। हिजो चाहिँ आज चाहिँ दिनभरि नै पानी परेर हल्का भर्खर रोके जस्तो भइरहेछ होइन। अनि जाडो पनि हल्का हल्का छ, तर पनि म भेषमा मात्र छु होइन। अनि अहिले चाहिँ म दिउँसो चाहिँ म के भन्छ बस्तु चराउनु गएको क्या। पानी परेको थिएन नि त बिहानखेरि नै, म 10-11 बजीतिर। अनि दिनभरि चाहिँ पानी आएर म चाहिँ छिटै बस्तु बाँधेर अनि म घरतिर छु। अनि हल्का दिउँसो दिनभरि भिजेकोले नि होला, अनि हल्का रुगा पनि लागिरहेछ होइन। अनि धेरै दिन पछाडि चाहिँ मैले एउटा सानो मिठो मिनी ब्लग लिएको छु होइन। सबैजनाले सपोर्ट गरिदिनु होला। आई होप होइन, सबैजनाले सपोर्ट गर्नुहुन्छ नि, मलाई पनि थाहा छ। आई होप मेरो मैले यो ब्लग त पहिले पनि बनाउँथेँ, अनि हल्का बिचमा ग्याप भएको थियो र छोडेको थिएँ। अनि फेरि आज चाहिँ प्रतिकूल मौसमको कारणले मैले चाहिँ ब्लग बनाउनु थालेँ क्या। लगभग आजदेखि हल्का सानो छोटो मिठो ब्लगहरू मिनी ब्लगहरू आइरहेको हुन्छ होला। सबैजनाले सपोर्ट गर्नु होइन। आयो सबैजनाले सपोर्ट पनि गरिदिनुहुन्छ, मलाई माया पनि गरिदिनुहुन्छ होइन। अनि मेरो युट्युब च्यानल म बायोमा लिङ्क छोडिदिइराखेको हुन्छु होइन। सबैजनाले मेरो युट्युब च्यानलमा गएर भिजिट गरेर होइन, धेरै भिडियोहरू त छैन, 2-3वटा भिडियो छ, लाइक कमेन्ट अनि सब्सक्राइब जम्मैजनाले गरिदिनु होला होइन। अनि हल्का अझै डाँडा काँडा राम्रो देखिन्छ क्या हाम्रो घरदेखि चाहिँ, तर पनि के भन्छ धुस्से लागिरहेछ क्या आज चाहिँ। त्यही भएको कारणले हल्का त्यही पनि यतिको राम्रो भ्यू देखिरहेछ। अनि यो चाहिँ माई हाउस होइन, खासै राम्रो त छैन होइन, तर पनि अब राम्रै मान्नुपर्छ नि यत्तिकोलाई। अनि धेरै अनि अहिले चाहिँ हाम्रो मकै छर्ने सिजन हो होइन। पहिले चाहिँ मैले अब काँक्राको साक्राको भ्लग हालिरहेको हुन्थेँ क्या होइन। काँक्रा फर्सी मकैबारीको होइन सानो। हजुर मलाई चाहिँ डेलियन बोलाउँदै हुन्छ, काम पनि गर्नुपर्छ नि त गाउँ बसेर हल्का। अनि आज दिनभरि पानी परेको परै छ नि त गाउँतिर, अनि त्यो भएको कारणले सोत्तर लिएर आइज भन्ने हुन्छ होइन। अनि यहाँ हाम्रो चाहिँ तोरी उखालेको थियो, त्यो तोरीको त्यो के भन्छ बोट भनौँ न होइन, त्यस्तै मिस समथिङ त्यस्तै भन्छ होला हो। त्यो चाहिँ लिएर एक पुलो लिएर आइज भन्ने हुन्छ होइन। अनि मैले चाहिँ काँक्राको भ्लग हाल्नु एकचोटि सुरु गरेको थिएँ क्या। के मोडमा सुरु गरेँ, त्यहाँदेखि मैले भ्लगमा निरन्तर दिइरहेको थिएँ। त्यस पछाडि त्यहाँ चाहिँ ब्रिजमा धेरै ब्रेक लिइसकेँ। अनि अहिले पनि हाम्रो होइन यो चाहिँ छरुवा मकै हो होइन, यो काँक्रा होइन। अनि अहिले चाहिँ भर्खर खेतमा मकै छरेको छौँ होइन। अनि अब काँक्राको भ्लगहरू पनि यसो बिस्तारै काँक्रा फलेपछि आउँछ होइन। अनि अहिले चाहिँ अनि यस्तो सानो मिठो होइन, छोरै बोल्नु आउँदैन होइन, तर भर्खर सिक्दै गरेको। अब सिकेर नै प्र्याक्टिस एन्ड पर्फेक्ट भने जस्तै होइन, त्यस्तै हुन्छ होइन। अनि अहिले चाहिँ देख्न सक्नुहुनेछ हल्का जसो लागिरहेको छ। अनि रात पर्न आँटिसक्यो अब होइन, गाउँघरतिर त अब के छ र अहिले अब। अनि यस्तै छ भ्यूहरू चाहिँ राम्रो देखिन्थ्यो भ्यूहरू पनि। आज बिहानै चाहिँ म अलिक लेट उठेको छु क्या, 7-8 मिनिमम 7:30 भइगएको थियो होला। त्यति बेला चाहिँ राम्रो भ्यू देखिरहेको थियो क्या। अनि त्यति बेला चाहिँ भिडियो बनाऊ कि भनेको, काममा जानु पऱ्यो होइन। काममा जानु परेकोले मैले चाहिँ भिडियो बनाउनु अहिले पनि खास मोड त थिएन भिडियो बनाउने। अनि म चाहिँ सुतिरहेको थिएँ भनौँ न होइन। अनि मम्मीले चाहिँ मलाई भान्सा गर्न आइज होइन, खाना पकाउनु खाना पकाउनु पर्छ भन्नुभयो। अनि म खाना पकाउनु झरेको होइन, तर खाना बसाइरहेको छ। पाकिहाल्छ नि, यसो चलाउनु छोप्नु त हो होइन। अनि यस्तै छ गाउँघरतिरको जिन्दगी। आज चाहिँ शनिबार थियो, अनि आज त अनि नुहाइधुवाइ गरेर यसो दिउँसो हल्का घरमै बसेँ म, हल्का डुले पनि होइन। अनि यस्तै
सानोतिनो काम छ अनि यही हो माई हाउस। कतिचोटि देखाउनु तर पनि होइन। अनि एकदम दिनहरू चाहिँ हल्का होइन कस्तो भइरहेको छ आज चाहिँ। अनि जाडो पनि हल्का बढेको छ क्या। अनि जाडो पनि हल्का हल्का छ। अनि जस होइन आजको मौसम चाहिँ टक्क बसेर मासु पकाएर है खाने खाले मौसम, रक्सी झानेर खाने खाले मौसम थियो होइन। अनि अब आफू त अब सुतन्ते पर्यो होइन। हल्का सुत्नु पनि सुतिनँ तर म ओछ्यानमै फोन हेर्दै बसेँ होइन। अनि फोन हेर्दै बसेँ। अनि यस्तै छ जिन्दगी गाउँघरको होइन। काम गऱ्यो बस्यो खायो होइन। यसो साथीभाइ भेट्नु गयो यस्तै छ होइन गाइस। अनि मलाई चाहिँ सबैजनाले सपोर्ट गरिदिनु होला भन्दै आजको एउटा सानो मिठो भनेको थिएँ। धेरै लङ गइगयो क्या, 6 मिनट पुगिगयो। अब त्यो सानो मिठो मानेर सुनिदिनु होला। सबैजनाले मलाई माया गरिदिनु होला होइन। अब बोल्नु नआए पनि होइन यस्तो बोल्दै भए पनि यसो सानोतिनो बोल्दै भए पनि म भिडियोहरू पोस्ट गर्नेछु। अनि मेरो मेन सपोर्ट गरिदिनु होला युट्युब आइडी क्या। युट्युबमा धेरै भिडियो त छैन, थोरै छ होइन। तर पनि म कुनै ठुलो होइन सानोतिनो भन्दा नि होइन मिलियन त्यस्तो होइन। मेरो सब्सक्राइबरहरू पनि छैनन् होइन खासै, 4-5जना होला लगभग होइन। अनि सबैजनाले आई होप सब्सक्राइब गरिदिनु होला मेरो आइडी। म बायो लिङ्क छोडिदिन्छु तपाईँहरूलाई होइन। अनि म चाहिँ अहिले यति भन्दै बिदा हुन चाहन्छु। म चाहिँ काममा जानुपर्ने, बाबाले अघि काम हराइसक्नु भएको छ नि त। पराल लिएर के भन्छ त्यो धुस्ने लिएर आइज भनेर। अनि त्यहाँदेखि म बिदा हुन चाहन्छु। सबैजनाले सपोर्ट गरिदिनु होला। ओके गाइज, बाई एन्ड गुड नाइट।